ल गाइस अब हामी गोपाल छ अनि यो लग्दैछु मलाई खासै सुहाइन होला नतर्सी फेरि स्कुल चाहिँ यस्तो रहेछ देख्न सक्नुहुन्छ है फेरि कुकुर छ भने चाहिँ मार्यो यो घरमा स्थगित गर्दै यही फोनलाई भ्लग हस्तान्तरण स्थगित गर्दै यही फोनलाई भ्लग हस्तान्तरण हेलो एभ्रिवान आज चाहिँ हामी छेमसुने गाउँ आएको छौँ हाम्रो गाउँ चाहिँ माथि छ यो भिडियो चाहिँ तपाईँहरूले थम्बनेल टाइटल हेरेर थाहा पाइसक्नुभयो होला भन्दै अब हामी चाहिँ आज चाहिँ पर माखाम स्कुल जानेछौँ त्यहाँ पर चाहिँ यता भोबाट दिन्छौँ यस्तो छ गाउँहरू यस्तै छ है अघि चाहिँ गाइस मेरो चाहिँ क्यामेरै राम्रो थिएन रहेछ कि मतलब पुछेकै थिएन रहेछु अहिले चाहिँ अनि अलिक राम्रो निक्लेको छ भ्यूहरू है यस्तै हो है गाउँघरको भिडियो माथि पुग्ने हो आउने हो त्यही हो बस्ने हो छोटे भ्लग हालेपछि हेलो गाइस उता हेर्नुहोस् यस्तो हेलो गाइस यस्तो गर्दै उल्टो देखाउँछ कि यसले सुँगुरहरू लग्दैछ यो चाहिँ लुम्रे हो लुम्रे भनेर बेइज्जत नगर ल यता देख्नु सक्नुहुन्छ राजकुमार सम्पङ राई अन्त लुम्रे सम्पङ राई अब हामी चाहिँ अब घरमा चाहिँ अलिक देखाउँदिनँ मान्छेहरू धेरै थियो लास लाग्छ अनि त्यही भएर बाटो बोल्दै जम्ला हेर्दै जम्ला पेत्र पर सोरा त्यो चाहिँ सोरा है लेट्स सी अब चाहिँ गाइस हामी हिँड्यौँ यसो भ्रमणको लागि अगाडि चाहिँ लुम्रे छ पछाडि चाहिँ म हिँड्दैछु के छोटो परिचय दिएन सो छोटो परिचय गो भन्दै छोटो परिचय भन्दै छोटो परिचय गो भन्दै तेरो परिचय चाहिँ हो मेरो परिचय त्यही हो यो भिडियो त मैले अलरेडी बनाइसकेको थिएँ तर पनि मैले युट्युबमा हालिनँ के लगाएँ लगाएको छु जस्तो पनि लाग्यो ल कन्फ्युज भयो गाइस लगाउँछु ल तर त्यही माखामतिर गएको लगाएको छैन बनाउनु चाहिँ बनाएकै हो तर पनि लगाएँ कि लगाएन मतलब स्कुल चाहिँ के त्यो स्कुल जाउँ न टाढै भयो पनि नजिकै भयो पनि के त नि I don't like no this I don't dislike not problem I don't like निस्मा चाहिँ तल बसिरहेछ यो उकालो चाहिँ खासै भाँचिदिन्छु मिस मौटी नटी गर्ल्स बाटो त यस्तो हरियाली बनपाका कहाँबाट त मामला जानु लागेको छ कहाँबाट ओ माथि डाँडै निक्लिनुपर्छ यत्रो चाहिँ पर्दैन होला है ल त्यहीँ निक्लिनुपर्छ माथि त्यो डाँडा उता जानु पर गएपछि के भयो भने नि डाँडा जाउँ न अन्त टाढो न मैले जाँदिनँ मैले फेरि फर्केर आनन्द सुतिरहेको छु नि एक मासले गाली चाहिँ नगर ल नेपालगञ्ज गाली चाहिँ नगर ल बार भातको दिउँ छिन भातको बार छ मेरो बार भए पो यो तिम्रो बार यो बाँसको बार अब गाइस अलिक माथि पुगेपछि हेरौँ है त सो हामी चाहिँ अलिक घरदेखि मासतिर निक्लेर यस्तो भ्यू देखाइरहेको छौँ म चाहिँ यता छु भ्यू चाहिँ एकदम राम्रै छ भन्नुपर्छ अनि यताबाट मान्छेहरू नि जाने अरे हो भैँस चराउनु मतलब बस्तु चराउनु त्यही कल चाहिँ कस्तो छ कमेन्ट गर्नु है भारी खत्रो परेको हिजो भर्खर सफा गर्दै थियो त्यो चाहिँ सुन्दै ल गाइस अब हामी चाहिँ है अब यहीँ बसेको पनि धेरै भइसक्यो भान्जीहरूलाई पर्खेको अब चाहिँ जान्छौँ पाहाडी चाहिँ हाम्रो घर छ माथि पिँढ थियो
फेल यसपालि त फेल हुन्छौँ भन्जी एपिएलएल फेल एससीमा गाइस हामी फेल हुन्छौँ फेल हुनै पर्छ भन्ने एउटा नियम छ हजुर कम्पार्ट दिनु भने कम्पार्टमा नि छिराइदिन भने चाहिँ घरमै बस्ने बिहे गरेर अब त्यो उपाय बाहेक उपाय छैन है हजुर यसमा त्यो रोडबाट आउँछौँ हामी सपोर्टरहरू चाहिँ यसरी जन्मिनु पऱ्यो कि नेपालमा ए के भने हामी चाहिँ यो अस्तिको भ्लगमा नि हेरिसकेको थियौँ अहिले नि हेर्नु है यस्तो हरियाली भइरहेछ अनि घाम पनि गयो यता चाहिँ यो बाटो कता जाने यहाँबाट ए कैसा है भैँसी यार उसको हान्नु न त हान्नु हो चाहिँ यताबाट चाहिँ नयाँ बाटो यो चाहिँ अस्ति हामी यतामाथि डाँडा डाँडा गएको थियौँ आज चाहिँ बाटै बाटो त्यहाँ पनि बाटो यो पनि बाटै हो बाटो त त भने त खतरा देख्दो रहेछ त गएको यहाँबाट गएको छौ किन गएको छुइनँ यहाँ गएको यो सिटीभिरबाट यता खासमा चाहिँ बाटो हामी चाहिँ यता कता जाँदैछौँ है बाउ लिएर बनकालिज उयो तल्लोमा हेर्न हो के छिटो हिँड्छ नि त्यो बुनु ए भान्जी मेरो बुकको भान्जीलाई मुनु मात्रै आउँछ के भएको नि मलाई छिन् जस मामा भनेको मामा हुन्छ नि त मामा भनेको मामा हो नि त म जस्तो कहाँ माथि 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 आइसक्यौँ अगाडि जाँदैछ भान्जी र भाइ म चाहिँ पछाडि पछाडि भ्लग बनाउँदै हिँडिरहेको छु यस्तो जाडोमा नि त्यसले जाडो भएको छैन रहेछ त घाउ पाकिरहेको छ है जान्छु र माया हिडौला यहाँनिर चाहिँ भोजो रहेछ भोजो कि भन्छ नि त्यो मतलब चाहिँ गाह्रो लाग्छ त ए देवी थान हो मुनिबाट ढुङ्गा यो उल्टो उल्टो बुझ्छ कि कम्ता छ भेगुदाको बच्चा भेगुदाको छ यत्रो रहेछ यहाँ ट्री स्ट्रबेरी कस्तो मिठो छ गाइस खाने भने आउनुहोस् म यो बाटो अस्ति भर्खर सपनमा हिँड्दै थिएँ आज विपनमा हिँड्नु पाइयो ए मिठो पाकिरहेको रहेछ
खाऊँ न यो भान्जी मराछीले असारी जस्तो हुँदो रहेछ असारी जस्तो ए पानी हाल्ला रे दादा पानी हाल्ला के को टेस्ट आयो यहाँ जिबले मर्छ है नखाऊ मर्जी भरे मरे पानी दिने अलि मलाई बोलाउँछ म मऱ्यो भने चाहिँ मेरो बुढीसम्म यो भिडियो पठाइदिनु होला है गाइस बुढीसम्म बुढी मतलब त्यो डोमा डोमा चाहिँ म कन्दा फर्काएको होइन यसको बुढीलाई त म कन्दा फर्काउँछु तेरो बुढीलाई पनि कुन दिन थर्काउँछु घाला नगर बढी त अस्ता छोड्दै अर्कोलाई जोड्दै गरेको छैन नि अब टुरिस्ट गरे यस्तो छ मिठो हुन्छ है यो चाहिँ अर्ग्यानिक हो कि लोकल गाउँकै हो यो चाहिँ लोकल घाम नआएर सिनै राम्रो देखेन तर त भएर म देखाउँछु बढी नहेर्नु गाउँबाडी यस्तो छ सिराइमा सिर फुल फुल सिराइमा कहाँभित्र बस्यो यार है सास घुम्स्यो बचाउ बुकी फुल सिराइमा जस्तै देख्छ नि डोरोन जस्तै डोरोन मान्छेको मन्दिर रहेछ भन्ने कुरा थाहा भयो फुल पनि रोपेको रहेछ बाजेहरू छिर आउनु न यसको नाम के हो मतलब यो भुइँको नाम मतलब हजुर यसको नाम चाहिँ धेरै रहेछ भन्नु मिल्दैन अब धेरै भने सक्छ त है चियाबारी रमिते गाउँबारीको के त्यस्तै त्यस्तै बगेरा बगेरा कस्तो दामी गाउँबारी यार अब होइन गाइस हाम्रो गाउँको अर्ग्यानिक सेन्टर फुड चाहिँ यही हो है अर्ग्यानिक सेन्टर फुड अब हामी चाहिँ जम्म खानेछौँ यत्रो रहेछ क्या अर्ग्यानिक सेन्टर फुड तर म चाहिँ यस्तरी खानुपर्छ यसलाई चाहिँ यस्तरी निकाल्यो यो हुन्छ नि त धेरै चाहिँ बहुत छ फेरि यस्तो गालाको हड्डीमा हड्डी दुख्छ तर पनि खाने हो बाची जेल हो हावा आउँछ भनेको यो मेरो चाहिँ अगाडिबाट भिडियो भएछ फेरि एकछिन नै गाइस यस्तरी पछाडि एउटा भिडियो गर्नुको मजा आएकै अलग हुन्छ कि फेरि यो त दामीसित निकाल्नु भनेको फेरि पानी गयो ए घाम गयो हावा गयो यहाँनिर भान्जीहरू चाहिँ भइसक्यो गोरु चलाउँदैछ गोरु मात्र छैन त्यहाँ गाई पनि छ अनि यता हामी चाहिँ कुद्दैछौँ अब है आजको घरमा भात मनी भइसकेरै मात्रै हो अब के गर्नु अब यस्तो कुद्ने बेला कुदिराख्नुपर्छ पछि के थाहा कुद्नु पाइन्छ या पाइँदैन केही थाहा छैन मरिहाल्ने हो कि बा मरिहाल्छौ पछिको अब कसले देखेछ र बा भोलि नै मरिन्छ गाइस हामी चाहिँ अहिले अब अहिले भर्खरै जाँदैछौँ माखामले स्कुल कुद्दै रात पर्छ भन्दैछन् पढ्छ कि पढ्दैन हेरौँ न हेरौँ है त नगराउँदो मान्छे छ त्यतिर चाहिँ गाउँको कहाँ यो चाहिँ यहाँ पाइएछ यार यो यहीँ हो कि हजुर कताबाट जाने एकदम
राम्रो ठाउँ रहेछ यहाँ चाहिँ दामी हो बारीहरू पनि रहेछ गाइस गाउँबारी चाहिँ एकदम बाल गोबाल छ अनि यो लग्दा चाहिँ मलाई खासै छैन होला नतर्सी मान्छेको बारी उब्रेर के गर्नु र फेरि हिँडिरहेको छु नि हामी चाहिँ बाटो नलेर घाँटी पनि दुख्नु थाल्यो धेरै हावामा अघि पर हावा चाहिँ डेन्जर आएछ माताले तलबाट जाउँ भनेको नि यस्तो हिँड्नु त पर्दैन थियो पानी चाहिँ अलिअलि परिरहेछ बाटोको त गए हिँड्नु कहाँ ढिङबाट आयो भने कस्तो छ कि यसरी पानी चाहिँ परिरहेको छ दुई पऱ्यो गाइस कति पऱ्यो ए होला के हामीले देखेको आइरहनु देखाउँदैछौँ है गाइस हामी भिडियोमा अब फेरि कुकुर छ भने चाहिँ मार्यो यो घरमा पानी परेन अघि त पर्दै थियो जताबाट भए पनि जाँदा हुन्छ होला नि त स्कुल चाहिँ तल्लोमा रहेछ चाहिँ माथिबाट आइपुग्यो यिनी आइयो झुन यो मेरो खुट्टा बिग्रिएको झुन बिग्रियो हामी अलमलिने स्कुल चाहिँ देखियो यता बाख्राहरू पनि चढाएको छ चिल्लो यो टन्ना रहेछ खान त मन लाग्यो नि यो कुदेको गर्छ के गर्नु यो यो सिनु घर पनि हामीले देखेको त है देख्छ त है जोस्याङ घर के मतलब जोस्याङ अघि मेरो मुखमा होइन कि पहाडी चाहिँ गाइस थाकु यता खोला गाउँ साइडदेखि माथि ओक्रे हुँदै माथि चित्रे चाहिँ देखेको छैन भन्नुपर्छ बादलै सिकिसकेको रहेछ के गराएको चरा के चरा घाँटी दुखेर यार अघि हावामा यहीँबाट छ त उयो गित्रले बारेकोमा यसरी गरेर भिडियो बनाउँछ यसरी बनाउनु यता हो यता बाजीले यो गोठको छेउबाट भनेको चाहिँ पुग्छ नि त जाने त एउटा ठाउँ हो नि त न अल्मलिम भनेर के मेरो भाइ घाँस देखाऊ खान खायो थिएन म त किन यस्तो कालो देखेँ मेरो तेरो भनेको तेरो फोन हो नि त मेरो भनेको मेरो हो तेरो भनेको तेरो हो आफ्नो स्थानमै छ कि यो फोनहरू तर मेरो एउटा बुढी आमालाई चाहिँ बिग्रियो भर्खरै बिहाको लागि बाठाहरू चाहिँ अरूको बाठा
स्कुलहरू ठुलै रहेछ त लामै रहेछ त तल बाटोबाट आयो भने उतातिर उतातिर झोस कहाँ जस्तो लाग्छ नि गेट लगाइ हालेको हुँदो रहेछ नि त आची गिरान त ठुलो जस्तो लागेको थियो त छोटो रहेछ त है स्कुल चाहिँ फाइनली आइपुग्यो पनि फाइनली स्कुल चाहिँ यस्तो रहेछ देख्न सक्नुहुन्छ है यतातिरको चाहिँ बाटो चाहिँ ठिकै रहेछ एसएमडी खेल्ने ठाउँ पनि सुन्नु रहेछ तर 5सम्म त हो 5 कि 6 5 जस्तो लाग्यो 5सम्म हो जाने भाइ पहिला चाहिँ ठुलो ताला भएको थियो कि स्कुल त्यो चाहिँ बाटोहरू यस्तो रहेछ आई खुट्टा एउटा बुढी आम्ला भाँचेर के गाइस भाँचेर हिँड्नै भएको छैन कि भाँचे जस्तो लागिरहेको छ छेउ थाहातिर झन् बाटो अनि यहाँ छ स्कुल है सल्लाह गाडी त रहेछ स्कुल ओए स्कुलहरू छ स्कुलमा हुँदैन सरहरू चाहिँ हुनुहुन्छ ल सल्लाह गाडी सुसायो कताबाट जानु फेरि जाँदा स्कुल जस्तो रहेछ बाहिरबाट मात्रै देखाउने होइन यस्तो नजाराहरू मलाई चाहिँ एकदम रमाइलो लाग्यो गाइस फर्स्टचोटि आएर यतातिर त्यतिर यस्तो उस्तो ठाउँहरू राम्रो राम्रो रहेछ रमाइलो लाग्यो जस्ट हामीले पारिबाट हेर्नु रहेछ यहाँबाट हेर्नुमा फरक चाहिँ हुँदो रहेछ पछि नै देखाउँदैछु यसो मिसो मिल्यो भने म पारिबाट स्कुल आएको पारिबाट राम्रो देख्छ कि तर त्यति नराम्रो चाहिँ भन्नु खोजेको होइन स्कुललाई मैले नराम्रो चाहिँ भन्नु खोजेको होइन पारिबाट हेर्नु र यहाँबाट हेर्नुमा निकै फरकै रहेछ है पानी आयो यस्तो छ हेर्दा चाहिँ फेरि पानीको चाहिँ चिन्ता गर्नु पर्दैन कि टेन्सनै आउनु हुँदैन क्या जाउँ न केही कसै यति पानीमा नजारा चाहिँ देखिहाल्नु भयो है अब उता जाँदा हेरौँ है त रोड कस्तो रहेछ पानी परिदिल चाहिँ हामी अलिक त्यहाँ बिसाएको थियौँ अब हाम्रो यात्रा चाहिँ जारी रहन्छ अब पर घर जानुपर्ने छ अनि यताको रोड देखाउने भन्ने नियतले हिँडेको हो कुनै दिन बाइक भएपछि राइड पनि गरौँला नहुँदा त के गर्नु अब एउटा स्टिक किन्ने पैसा त छैन पछि हुन्छ होला सायद तपाईँहरूले भिडियो मन पराइदिनु भने चाहिँ हुन्छ होला हामी थोरै माथि रोड पनि निक्ल्यौँ यो चाहिँ ठिक हो कि स्कुलको छेउमै रोड हुनुको लागि चाहिँ भाग्यो नि रहेछ यो कुरा नि सरबाट नि त्यही त हो यो चाहिँ लकरीको लागि होला सायद लग्यो छैन रहेछ कि दौरा बनाइसकेँ दौरा बनाउँदै लकरीको लागि थिएछ यो अहिले चाहिँ दौरा यता रोड चाहिँ यस्तो छ ठिकै छ
यो स्कुलको हेड सर नि मतलब हेड टिचर चाहिँ पाहाडीको हो त्यो पाहाडी म देखाउँछु तपाईँहरूलाई घर त्यो यतापट्टिको घर चाहिँ हो त्यो सेतो चुना हो के लगाएको उतापट्टिको चाहिँ हाम्रो पहिला पत्रुको स्कुलको हेड सर हुनुहुन्थ्यो उहाँहरू 3 जनै दाजुभाइ हो अनि अहिले चाहिँ त्यो माथिको हुनुहुन्छ त्यो माथिको हेड सर उहाँकै कान्छा भाइ धनबहादुर सर सबै हेड टिचरै हुनुहुन्थ्यो अनि हाम्रो जेठा हेड सरको चाहिँ नि पेन्सन भागेर निक्लिनु भएको कडा हुनुहुन्थ्यो डर लाग्थ्यो कि अहिले नि त डर लाग्छ साइनोले चाहिँ पुसाइ नै पढ्नुहुन्छ तर पनि डर लाग्छ कि त्यही हो अनि रोडहरू चाहिँ हामीले सोचे जस्तो चाहिँ केही छैन रहेछ जस्तो लाग्यो म चाहिँ बारीबाट हेर्दा जतिको राम्रो चाहिँ छैन रहेछ बारीबाट हेर्दा त यो त कस्तो दामी देखिन्छ नि राम्रो देखिन्थ्यो बारी रोड पनि यहाँबाट हेर्दा राम्रो देखिन्छ त्यहाँ जाँदा राम्रो छैन रहेछ त्यस्तै रहेछ त्यही बुझ्ने बेला भयो गाइस तपाईँहरूले अब जुने रोड पनि टाढोबाट हेर्दा राम्रो देख्दैन अनि हामी यो कुन चाहिँ खचभित्र आइमको हो खासमा त्यही खुट्टा ठुक्छ र त खोला है दामी छ है खोला गाउँ हो याक्छ त्यस्तै पर्छ गाउँहरू चाहिँ अनि अगाडि हिँडेको छ म चाहिँ पछाडि हिँडेको छु खासमा त भ्लगर अगाडि हिँड्नुपर्ने अनि यस्तो देख्यो त सबै पछाडि देख्ने पछाडि भूत आउँछ भूत मात्रै आउँछ लागि अनि अब के भन्नु त गाइज के भनौँ त अब खासै बोल्नै आउँदैन अनि अस्तितिर भन्दा चाहिँ अलिक शैली मिलाएर बोल्नु आउँछ नत्र त अस्तितिर त म खासै के बोल्नु आउँदैन थियो क्या इमोसनल भइहालेर पुरा इमोसनल हो भिडियो मात्रै यस्तो गर्दै हिँड्थ्यो अनि अहिले त फेरि खत्रै बोलिन्छ नि पत्कर स्कुल चाहिँ त्यहाँ छ आधा चाहिँ देखिराख्दो रहेछ 0 पोइन्ट बाटोतिर त्यसो न तर टाढो देखिँदो रहेछ पहिरो लागिसक्यो चाहिँ यहाँ हुँदा चाहिँ पहिरो गएको कि अरे बाबा होइन हामी त कहाँ आइपुग्यौँ कहाँ आइपुग्यौँ तल त्यही हो यताबाट चाहिँ घाम लाग्यो भने चाहिँ दामी देख्थ्यो तर नि तपाईँहरूलाई जसरी नि पानी झरीमा भएर आरो देखाएँ मैले नि माइ देखाइदिनु होला सधैँको भिडियोमा जति नै त्यो त बढी देखाउनु होला प्लिज प्लिज खोइ त टर्निङहरू चाहिँ कहाँ थियो हो तेरो गीत भाइरल हुन्छ बढी नगा भाइरल छिनेदाले भाइरल छाका धने छाका छेम सुने गिरान तर बबाल छ बोब्ली छ ओइ हेलो हेलो बेबी बादरी कुकुरनी हातीनी गाडीनी अर्का गरे दिए मान्छे हैन अब मान्छे रातको गल्ती हुन्छ नि हामी चाहिँ अघि परबाट गएको थियौँ त्यहाँबाट गएको थियौँ अनि अहिले चाहिँ हामी यहाँबाट आउँदैछौँ मतलब स्कुल देखाएर आउँदैछौँ हामी हिँडेतिर हेरौँ कस्तो विरक्त लाग्दछ के गाउँ घर नै यहाँ झर सर्टकट झरौँ कि रोड भयो रोटै रोड जाउँ रोड चाहिँ रात परिसकेको छ कति बज्यो 5 बजिएको सोचेको जस्तो केही नभइदिने कि सोचेको जस्तो केही नभइदिने कि रुनु पर्ने कि यसरी सोचेको जस्तो रोडै छैन रहेछ रोडै होइन रहेछ अघि साँच्ची होइन सोचेको जस्तो के रहेछ त्यही कुरा नगरे ल गाइजहरू 600 केजीको बाइक हुन्छ अरे कमेन्ट गर्नु है 600 केजीको बाइक हुन्छ क्या 1000 केजीको सम्म हुन्छ भन्छ नि यो पागल छ गाइज यसलाई के नभन्नु तेरो बु पागल अस्ति नै मैले 600 केजीको बाइक हुन्छ भनेको तँ मात्रै कुरा गरेको
खरबुकी चाहिँ म 600 केजी 600 केजी 600 केजी यसको मुखमा तोइ यसको नामै तोइ 600 केजी हो 600 केजीको मैले नामै सुनेको थिइनँ बाइक देख्नु त परे जस नामै सुनेको थिइनँ कुनामा बसेर दुनामा खाइलाई के थाहा त अरूको चुप ल बेटा लाठी गर्नु चाहिँ माथि है गाइस भौला बिस्ना अलिक मस्त हुनुपर्छ त सबैतिर इन्ट्रेस्ट लिने अलिक पढाइमा चाहिँ इन्ट्रेस्ट नलिने अरूतिर चाहिँ इन्ट्रेस्ट लिने हो के इन्ट्रेस्ट लिनु हुँदैन यस्तो के नभइदिए तलमा चाहिँ छेमसुने ग्राउन्ड भन्छ यसलाई अस्ति यहीँनिर भएको होला यो 32 कप पिलित लडेन कि चिप्लो छ त त्यसको कता कता लड्यो कि लड्यो लाड्यो के लाड्यो पानीमा आएको भने त फनी भिडियो बनाउनु पर्थ्यो नि त्यो मुवाको जस्तै यार ए त्यो मुवाको त त्यो थालमा तिरास रोटी बोकेको नि छन् मसँग भिडियो त्यो कमेन्ट ए के भन्दैछु त्यो नि आउँछ है गाइस सर्ट भिडियोमा चाहिँ भन्न ओइ हेलो 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 हजुर कपाल चाहिँ निकै लामो भइसकेको छ त अलिक पछि चाहिँ अब डेन्जर लामो हुन्छ नि गाइस अम्बो कति साह्रो टर्निङ हो टर्निङ जता नि टर्निङ यत्तिका ऊ तलको मान्छेहरू नै बुनहरू नै तर्स्यो बुनाले तार्स्या साँच्चै बिचारा बुना कुन चाहिँ बाउला आयो भने चाहिँ भन्छ है फेरि मुखी फुल सिरैमा अब म त घर भिडियो एडिट गर्दै बस्छु मेरो त काम छैन कि गाइस घरमा भए चाहिँ अब यति बेलासम्म गोठाला गराएको हुन्थेँ दुनमा त बारी अनि के भ्लग्स के बनाउनु पाइँदैन थियो एडिट पनि गर्नु पर्दैन थियो घरमा त अब मुभी हेर्दै बस्थ्यो अनि अहिले चाहिँ अब गएर एडिट गर्छु दिदीकोमा ए हेलो 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 नानी भनेर कपाल चाहिँ आमै छुइनँ कि यो दिल्लीको चोर मेवाम भ्लग बनाउँछ के अरे अनि त्यही भएर नबोलेको के त मुला चोर हो त्यो सबै ताजा छोडेको भिडियो उसलाई गरेर दिन्छ नि ए साउन्ड यस्तो रहेछ है यस्तो घाम लाग्यो भयो भ्यूहरू राम्रो देखिन्थ्यो गाइस है ल अब यहाँ अरू त चाहिँ हेर्नु पनि हुँदैन अब यहाँबाट त त्यस्तै हो त्यहीँ हो घर यति भन्छ आजको छोटो भिडियोमा है म स्थगित गर्दै यही फोनलाई भ्लग हस्तान्तरण हस्तान्तरण गर्न चाहन्छु अनि पर चाहिँ सोल्टिनीहरू बोल्दैछ हस् पर सोल्टीहरू रहेछन् मेरो खुन्दै रहेछ नि हस्तान्तरण के हो हस्तान्तरण म तपाईँको हातमा हस्तान्तरण गर्न चाहन्छु के त्यो अब बोल्ने नि होइन अब त्यो सोल्टिनीहरू चाहिँ पुरा बारीमा काम गराएको रहेछ हामी चाहिँ पुरा डुलिरहेको लट्ठारे डुलेकै अब सोल्टिनीहरू पनि देखाइदिनु पऱ्यो पर गएर गाइस हामी हेर्नुहोस् बारीमा काम गर्दैछ कता गएर बाटो छ खासमा यहाँबाट यस्तो उता जाँदैन यहाँबाट उता जाने बाटो छैन जाउँ हस् सोल्टी आउँदैछु है सोल्टी छ त अहिले चाहिँ गाउँघरमा यस्तै हो क्या दमादम मकै गोरै कोदोको त्यो झोलले कोदोको के अरे त्यो बाउरे बिहारे थाहा छ बाउरे मैले मिलाएर भन्छु नि त बाउरे गर्ने त्यस्तै हो सोचेको जस्तो केही नहुने हौ यार सोचेको जस्तो भए त एउटा बिल्डिङ एउटा बाइक एउटा बुढी गाइस कति हुन्थ्यो नि सोचेको जस्तो केही भइदियो भने त है परमा अरुनी रहेछन् ल सोल्टी आउँदैछु है सोल्टीले धमाधम बाटो छ खासमा कता
बाटो यता पनि हो उधो पनि हो जता पनि हो मतलब ठ्याक्कै हाम हजुर जता गयो नि बाटै बाटो बाटै बाटो तुई रहेछ क साङपाङ भाषा तिनी कलै ने भानी नक भानी नक के हो नि तिन क सोल्टी हामी यसो मासतिर गएका थियौँ सोल्टिएर त धमाधम धमाधम भाइरल नि सोल्टी धमाधम काम गर्दै हुनुहुँदो रहेछ ल खाने कि ल्याउनु जाँदैन नि ल्याउनु त पठाएको त जेनी भएन गफ चाहिँ मिठो मिठो गर्नु हुने रहेछ है सोल्टिनीहरू भाउजूहरू के पर्छ न कसरी किनकि सोल्टी कहाँको सोल्टी मेलोपाती त्यसरी गर्नुपर्छ है दिन्छ भान्जीको भाउजू के ए जग्गै अब चाहिँ यो भिडियोमा इन्टरटेनमेन्ट यो मैले भिडियो चाहिँ भाइरल हुनु भनेर होइन मैले यो भिडियो चाहिँ के थियो इन्टरटेनमेन्टको लागि बनाएको है अनि अब अलिक परमहरूसँग रमाइलो पनि भयो त्यही सोल्टीहरू हुनुहुन्थ्यो अनि यो भिडियो चाहिँ अब म हस्तान्तरण गर्न चाहन्छु किनभने इन गर्ने बेला आइसक्यो भिडियो भनेको यस्तै हो है रमाइलो भ्यूहरू देखाइसकेको छु तपाईँहरूलाई अनि यो भिडियो हेर्नेले च्यानलमा सब्सक्राइब अनि लाइक सेयर अनि एउटा मिठो कमेन्ट छोडेर जानुहोस् है त्यो के छोड्नु छ त्यो तपाईँहरूको मर्जी अहिलेको लागि हस् त बाई बाई